उहाँले रु 550 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसैगरी रामदेवी महर्जनज्यू उहाँले रु 100 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैगरी रितेश श्रेष्ठज्यू उहाँले रु 105 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैगरी मणि प्रकाश प्रमेश मनिषा ज्यूबाट उहाँले रु 550 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैगरी मुना भाकाज्यू उहाँले रु 200 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैगरी लक्ष्मी हिरा महर्जनज्यू उहाँले रु 200 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैगरी रीता श्रेष्ठज्यू उहाँले रु 200 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैगरी महेन्द्र साक्यज्यू उहाँले रु 200 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज यो श्री हल्चोक आकाश भैरव जुन 12 वर्ष जात्राको लागि जतिजनाले सहयोग गर्नुभएको छ उहाँहरू सम्पूर्णलाई हाम्रो उहाँहरूको मनमा लागेको इच्छाहरू चाहेका कुराहरू सम्पूर्ण पुरा होस् भन्ने हामी सबै देवी देवताहरूसँग प्रार्थना गर्दछौँ र उहाँहरूले जुन सहयोग गर्नुभएको छ उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो श्री हल्चोक आकाश भैरवको 12 वर्ष जात्रा जुन 2082 वैशाख 1 गतेदेखि शुभारम्भ भएको थियो र आज हामी यो झोसे सामुदायिक समाजको आयोजनामा हामी यहाँ आज यो जात्रा गरिरहेका छौँ र विशेष धेरै धेरै धन्यवाद यो जात्रा सम्पन्न गरिदिनुको लागि। यो फेरि पनि हाम्रो यो हल्चोक आकाश भैरव गुठी र हल्चोक आकाश भैरव समाजको तर्फबाट यो